मेरी बहिनी अति सेक्सी थिई। सलक्क परेको ज्यान पुट्ट स्तन। एक्लै हुँदा बहिनीलाई सम्झँदै छोल्ने गर्थे। उसको नजिक हुँदा पूरा सास तानेर उसको बास्ना लिन मन लाग्थ्यो। सेता तिग्रा, कामुक ओठ अनि चिकन दाई भने झै उसका आँखा हुन्थे। उसको पुठो यस्तो मिलेको थियो कि ध्यान त्यतै मोडिन्थ्यो। टी सर्ट लगाउँदा उसको दुधको टुप्पो बाहिरै आउला झै गर्थ्यो। काकी त्यस्तै हट थिइन। नुहाउँदा बाथरुम बाहिरको धारामा पेटीकोटले स्तन छोपेर नुहाउँथिन। पेटीकोटमाथि सार्नाले सेता चिल्ला तिग्रा देखिन्थे। नुहाएको थाहा पाएपछि म काकीको घर पुग्थे। हेरेर मज्जा लिन्थे। बहिनी भर्खर 14 पुगेकी थिई। मेरो घरमा आइरहन्थी। म उसकोमा जान्थे। कट्टु र समिज लगाएर बसेकी हुन्थी। भर्खरका स्तन ऊ मतर्फ ढल्कदा स्पष्ट देखिन्थे। मैले उसलाई हस्तमैथुनको कुरा गरे। लजाई पहिले अनि गरेको छैन भनी। एक दिन दिउँसो मेरो घरमा आई। म घरमा एक्लै थिएँ। कालो लुगा लगाएकी थिई। थाई पुरै देखिने गरी। सरासर मेरो कोठामा आई। अति सेक्सी देखिएकी थिई। म रेडियो सुन्दै खाटमा सुतेको थिएँ। खाटको अर्को छेउमा बसी अनि सँगै रेडियो सुन्दै थियौं। मैले फेरि हस्तमैथुनको कुरा निकाले। गरिस् त मैले भनेको? छैन, उसले छोटोमा लजाउँदै जवाफ दिई। गर्छेस् त? भो नगर्ने, त्यस्तो गर्न हुन्न। उसले भनी। उसको कामुकपन अनि उसबाट आइरहेको बास्ना सेता तिग्राले म नियन्त्रण गुमाउँदै थिए। जरुक्क उठेर उसको दुध च्याप्पै समाते। ऊ हच्की। दाइ के गरेको भन्दै ऊ खाटाबाट उठी। म पनि जरुक्क उठे। नचली बस्न। मज्जा हुन्छ। यति भन्दा ऊ रातो भइसकेकी थिई। मैले दुध अझै मज्जाले समाते। उसको दुधको माथि साना घमौरा जस्ता आकारका चिल्ला कोठी उसले घर बढार्दा देखेको थिए। ऊ शिथिल भइसकेकी थिई। उसको पुतीमा हात घुसारे। ऊ राती भएकी थिई। दाई दाई भनेर बोलाउन थाली। नानु, तिम्रो पुती चिप्लो भएछ के निकालेको तिमीले भनेपछि दाई मलाई चिक्न मन छ पो भनी। मलाई के चाहियो र मेरी सेक्सी बहिनीको जिब्रोलाई मेरो जिब्रोले चिक्न थाले। उसलाई खाटमा सुताएको थिएँ। ऊ माथि म लम्पसार परेर सुत्दै किस गर्दै थिए। लाडो ठन्केको थियो। उसको जागामा लाडो अडेको थियो। नानो हातले मेरो लाडो चलाउन मैले भनेसँगै उसका कोमल हातले मेरो लाडोमा स्पर्श गर्यो। ऊ तर्सी, दाइ कत्रो ठुलो। मैले उसको कट्टु खोले, पुतीमा जिब्रोले मस्त चलाए। ऊ गर्न थाली। भर्खर जवानी छाएकी बहिनीको पुतीलाई जिब्रोले चलाउँदा ऊ आँखा चिम्म गरेर मजा लिँदै थिए। पानी पानी भई। भो नगर्ने, ऊ उठ्न खोजी। मेरो होस गुमिसकेको थियो। नकराई बस, अब चिकेर मात्र छोड्छु। मैले भनेसँगै दुखाइले उरुन लागि। दाई नगर्ने के? उसको कपाल समाते अनि लाडो पुतीभित्र हाल्न कोसिस गर्न थाले। ऊ रुँदै थिई। उसलाई दुध मुसारे, मज्जाले समाते, ओठ चुसे अनि पुतीभित्र लाडो हाले। मेरी 14 वर्षे भर्जिन बहिनीको पुतीको दुलो सानो भएकाले ऊ दुखाइले कराउँदै थिए। भो दुख्यो। ऊ खाटमा छटपटाउन थाली। तपाई चिकेर मात्र छोड्छु, दुधका पोखा देखाउँदै मेरो लाडो ठन्काउँथिस्, अब चिकेसी मात्र छोड्छु भन्दै पुतीभित्र लुवात गर्न थाले। ऊ उठ्न खोजी, कपाल समातेर खाटमा पछारे। दाई, म मम्मीलाई भनिदिन्छु। ऊ दुखाइले गर्दा बार्गेनिङ गर्न थाली। भन, तेरो मम्मीको पुती झन् मिठो होला, तिग्रा देखाउँदै बाहिरै नुहादा मैले हरेर छोलेको छु भन्दै उसको दुखाइको परवाह नगरी चिक्न थाले। ऊ लगातार एया गर्दै थिई। केही बेरपछि उसको दुखाइ कम भएछ क्यारे छटपटाउन छाडी। मजाले चिके। निकै बेरपछि उसको पुतीबाट लाडो निकाले। ऊ थाकेकी थिई। दुधको मुन्टा ठन्किएको थियो। पुती रातो अनि पानी पानी भएको थियो। अहिले मज्जा भयो? अन्तमा उसले भनी। त्यसपछि मेरो सेक्सी बहिनासँग दिनदिनै जस्तो चिकी हुन थाल्यो। झोलिएका दुध टी सर्ट भित्रबाट देखेको मैले मौकाको फाइदा उठाउँदै थिएँ। ऊ हुन्न भन्दै चिच्याउन लागि। मैले उसलाई समातेर खाटमा सुताए। ऊ हुन्न भन्दै चिच्चाउन लागि। मैले झटपट उसको टी सर्ट खोलिदिए।
नानु तेरो बुबु कस्तो ठुलो रहेछ भन्दै बुबु मुसार्न थाले। उसको पुतीको पानी खाने त सपना नै थियो जुन पूरा हुँदै थियो। निकै बेरसम्म पुतीमा जब्रोले खेलाएपछि ऊ शिथिल भइसकेकी थिई। नानु तिम्रो पुती चिकम त? दाइ छिटो छिटो उसको जवाफसँगै लाडो पुतीमा छिराउन खोजे। मरे छिरेन। बलै जोड लगाए, ए दुख्यो दाइ दुख्यो। ऊ जोडले चिच्याउन थाली।